सर्वप्रथम सम्पूर्ण साथीहरुमा नमस्कार। म आज एउटा दाङवासीहरुको लागि परिवर्तन भएको खुसीको कुरा चाहिँ मलाई शेयर गर्न मन लागेर चाहिँ म आज एउटा भिडियो लिएर आएको छु। कृपया सबैजनाले त्यो भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। साथीहरु, म हिजो यातायात व्यवस्था कार्यालय तुलसीपुरमा चाहिँ मेरो बाइकको बिलबुक नवीकरण गर्न भनेर गएको थिएँ। म जाँदाखेरि करिब 250 देखि 300 जना जतिको चाहिँ बिलबुक नवीकरणको लागि लाइन लागिरहेको थियो। म लाइन लाग्दाखेरि चाहिँ 9:31 गएको थियो गाइस। मेरो पालो चाहिँ करिब 260-65 जना पछाडि चाहिँ थियो र 10:59 चाहिँ टाइमिङ सहित मैले हेरेर बसिरहेको थिएँ। 10:59 चाहिँ मेरो पालो आयो। म एक्कासी सरप्राइज के गाइस हैन, ताकि म त्यही काम गर्न जाँदाखेरि यदि त्यति लाइन हुन्थ्यो भने पहिलाको दिनहरुमा चाहिँ मैले कम्तीमा पनि 3 दिन 4 दिन जति चाहिँ यातायातमा धाउनु पर्ने अवस्था थियो। र जुन अहिले यो हाम्रो नेपाल सरकार अथवा बालिन सरकारको नयाँ टिमले जुन नियम लिएर यो सरकारी कार्यालयहरुमा चाहिँ यो काम गर्ने प्रवृत्ति चेन्ज भएको छ, व्यवस्था अनुसारको अवस्था चेन्ज भएको छ, त्यो देखेर मलाई एकदम खुसी भएर चाहिँ दाङवासीहरुलाई म आफ्नो खुसी शेयर गर्छु भनेर चाहिँ म यो भिडियो लिएर सो त्यहाँ उपस्थित सेवाग्राहीहरूले पनि आफ्नो प्रतिक्रिया चाहिँ राखिदिनु भएको छ। लास्टसम्म सुनेर साथ दिनु होला। र हिजो उपस्थित साथीहरू को हुनुहुन्थ्यो, यदि यो भिडियो चाहिँ उहाँहरूसम्म पुगेको छ भने उहाँहरूले कमेन्ट अवश्य गर्नु होला है साथीहरू। कर्मचारी थप्नु पर्यो, ल काउन्टर बढाउनु पर्यो। तपाईको राय सल्लाहलाई धेरै धेरै रमाइलो भन्छ बाबु। म त रमाइलो मान्छु। रमाइलो मान्नु भएको छ बाबा। सबैसँग भेटीगाडी भएको छ। कार्यालय, मालपोत कार्यालय, कार्यालयहरू यिनीमा चाहिँ के गर्नु पर्यो भन्दाखेरि सबै कुराहरू चाहिँ अनलाइन मार्फतले पनि पाउनु पर्यो कि अनलाइनले सबैले साथीहरूले चाहिँ सल्लाह दिनुभयो। त्यो आपाम ठाउँमा ठिक हो। म चाहिँ के भन्न चाहन्छु भनेपछि यसमा हाम्रो पनि गल्ती हो। किन भनेपछि आज चैतको मसान्तको दिन हो, आज क्लोजिङ दिनमा यसमा कतिपय हाम्रो पनि गल्ती छ। कतिपय हामीले एकदम ढिला सुस्ती गरेर कहिलेकाहीँ अब मसान्त तिर्छौँ, अब लास्ट टाइममा तिर्छौँ भनेर लास्ट टाइममा जति पनि साथी छन् लगभग 75% को कर तिरिसक्नु पर्ने हो क्या पहिले हो। अनि यसमा दिन्छ नि, अब लास्ट टाइममा तिर्छु भनेर रोकिरहेर पेन्डिङ हुन्छ नि, यो चाहिँ धेरै भिड भएको कारण पनि त्यही नै हो, पेन्डिङ नै हो। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा सबैलाई धन्यवाद। र भिडियो कस्तो लाग्यो सबैले कमेन्टमा लेखिदिनु होला र यस्तै अरू भिडियोको लागि फलो गर्नु होला।